सधैँ सोधिने प्रश्न, बालबालिकालाई कस्तो संस्कार दिन त? नमस्कार साथीहरू, स्वागत छ जिआर युट्युब च्यानलमा। मुख्य कुरा हामीले 7 बुँदामा तल उल्लेखित गरेका छौँ। साँचो माया र आधार बच्चालाई केवल हेरचाह होइन, माया र सम्मान दिनुहोस्। सिकाउनुहोस् अरूलाई सम्मान गर्नु आफूलाई सम्मान हो। सम्मान गर्नु सकारात्मक सोच र आत्मविश्वास। गल्ती गर्दा ढाँट्नु होइन, सकारात्मक शिक्षा दिनुहोस्। उदाहरण, यो प्रयास राम्रो भयो, अब अलि सुधार्नु पर्छ। इमानदारी र सदाचार। झुट नबोल्ने आदत बाल्यकालमै सिकाउनुहोस्। सानो काममा पनि सत्य बोल्ने अभ्यास गराउनुहोस्। कर्मशीलता र परिश्रम। बच्चालाई सानो सानो जिम्मेवारी दिनुहोस्। आफ्नै खेल सम्मान र आफ्नै गृहकार्य समयमै गर्ने आदत। सहानुभूति र माया बाँड्ने क्षमता। अर्को पीडा बुझ्न र सहयोग गर्न सिकाउनुहोस्। उदाहरण, बिरामी हेर्ने, वृद्धलाई सहयोग गर्ने। अनुशासन र समयको महत्त्व। नियम पालना गर्ने, समयमै उठ्ने, सुत्ने, अनुशासन डर होइन, जीवन सजिलो बनाउने औजार। संस्कृति र पारिवारिक मूल्य। आफ्नै भाषा, सांस्कृतिक र परम्पराको सम्मान। चाडपर्व कथा माध्यमबाट सदाचार सिकाउने। उदाहरण, साँच्चै साथीहरू, बालबालिकालाई संस्कार दिनु भनेको ठुलो कुरा होइन। सानो सानो माया, एक मुस्कान, एउटा मार्गदर्शन, यी सबैले जीवनभर फर्कन्छ। तसर्थ आजैदेखि साना कामहरू नगुमाउनुहोस्। साँचो प्रेम र मार्गदर्शन दिनुहोस्। यसले भविष्य निर्माण गर्छ। धन्यवाद साथीहरू। यो भिडियो मन परेमा लाइक र सेयर गर्न नबिर्सनुहोस्। हामी जहाँ जीवनका सिकाइ बाँड्छौँ।